यो युवा केटाहरूको ल हेर्नुहोस् हालत आमा खत्रै भएछ त हौ खतरा डोडा है त 60,000 मुद्दै जलाइदिन्छ। यो भक्तपुर बोडे यो पुरानो ढिमीको चौकीको यो चाहिँ आगो लागि भएर सब ध्वस्त भएको अवस्था छ। अब चाहिँ यस्तो हालत छ कि हरिबिजोग भइसकेको अवस्था छ। ल हेर्नु होला गाइस पुरानो ढिमी चौकीको चाहिँ हालतमा हामी हेर्दैछौँ गाइस। अब यहाँ कस्तो हालत भएको छ ल हिजो अब यहाँ आगो लागि भएको यहाँ चौकीको मान्छेहरू सबै अब कैदीहरू पनि फरार भइसकेको अवस्था छ। हामी आएको अवस्था छ है गाइस। अब हेर्नु ल चौकीको हालत ल चौकीको हालत ल हेर्नु गाइस चौकीको हालत हेर्नु होला ल सबै हरेबिजोग भएको अवस्था छ। ल हेर्नुहोस् यो ठिमी चौकी हो है गाइस ठिमी चौकी ल ल हेर यस्तो हरेबिजोग भएको छ ल सबै कैदीहरू भागे त होला नि है। हिजो चाहिँ हालत यस्तो छ अहिले गाइस। यो पनि हो यो दुइटै हो।